हेलो नमस्ते, तपाईँलाई मेरो ब्लगमा स्वागत छ। यो देखेको दृश्य चाहिँ मेरो गाउँको हो। आज चाहिँ हामी दाउरा खोज्न जाँदैछौँ। यो चाहिँ मेरो गाउँबाट देखिने पारिपट्टिको नजारा हो। भाइ त कहाँ गर्छ हैन? आमामा भैँसीको घाँस यहाँ राख। सबै छुट्टी जानु हेर्न हो भैँसीको। आउनु गाइस। क्या त अनि मेरो बनाएको आज धेरै घन्टा लाग्यो होला इन्ट्रोडक्सन दिनु। अब भोलि चाहिँ छिटो दिन्छु ल। राति त कहिले राणा केटाले काममा दिएर हाम्रो न हाम्रो पानी याङ्गो पनि हेरिरहेछ। आज आज कुकुर यहाँ आज यहाँ हो। कहिले घाँस चाहिँ केही के दम परे दिने धारमा यहाँ हाम्रो न एकछिन किनेको छु। हाम्रो बुहारी पाऱ्यो भने यहाँ यहाँ अस्ति होइन किनेको थिएँ। यहाँ के हो भन्नु ल? के भन्नु न? पत्ता हो सुकेको रुखको पत्ता होला भन्नु ल। यस्तो उसले स्कुलमा हाल्दा यस्तो यस्तो गर्थ्यौँ नि पछि बनाउँछौँ हो। फेरि मौरी आयो। अब पुग्नु आँट्यो नजिकै छ गाइस। कुन बाटो तर त्यसो नन् त्यो त हैन ओराल्नु पर्छ। यहाँ नि त गाइस बराबर नानीको भारी घाँस काट्नु पर्छ। के अरे बाह्रको थोकै कुट्मेर चाल के हो के चल्नु हाल 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 लडिन्छ हौ। त्यही भएर म केटाकेटीसँग जङ्गल जानै मन पर्दैन। यसको धुलो आउँछ अनि छिर्छ के पनि हुँदैन अनि ठ्याङठ्याङ गर्छ अनि के पनि हुँदैन अनि त्यसको टिक्दैन। यहाँ लुगान जस्तो भच्चाउँदा यो यहाँ हुन्छ अनि सापले नै देख्दैन किनकि यो त्यहाँ यहाँ देख्नु सक्दैन त्यसको आँखा। यो पनि छोरा मात्रै देख्छ फेरि अनि यस्तो गऱ्यो भने पछाडि किन हाँस्या? सापहरू अन्डा पनि हुन्छ। यहाँ हेर्नु त मलाई अनि उता हेर्नु न उता
माथि उता हेर्नु न माथि हाल्नु अब म कसरी जान्छु या हुन्छ या या आमा खरले काट्छ अब काट्दैन Sino? Oh. Asa ka? Asa ka? एउटा त यहीँ त